ब्याङ्कले दिने कर्जाको ब्याज दर दुई प्रकारको हुन्छन्, स्थिर र अस्थिर ब्याज दर। अब तपाईको लागि चाहिँ कुन ठीक हुन्छ भन्ने बारे कुरा गरौँ। यदि तपाईको मासिक आम्दानी सीमित छ र सर्टेन अमाउन्ट छुट्याएर किस्ता तिर्नुहुन्छ भने तपाईको लागि स्थिर ब्याज दर उपयुक्त हुन्छ, किनकि यस्तो ब्याज दर पुरै कर्जा अवधिभर उही रहन्छ र मासिक किस्तामा पनि कुनै हेरफेर हुँदैन। मानौ तपाईले 10 वर्षको लागि 2 करोड रुपैयाँ 9% ब्याज दर लगातार तिर्नुपर्छ। ब्याज दर घटबढ हुँदाखेरि पनि ब्याजमा कुनै पनि परिवर्तन हुँदैन। यस्तो ब्याज दरको मासिक किस्ता निश्चित हुने भएकोले बजेट फिक्स गर्न सजिलो हुन्छ र ब्याज दर बढे पनि सुरक्षित भइन्छ। तर सुरुमा इन्ट्रेस्ट रेट चाहिँ अस्थिर ब्याज दर भन्दा उच्च हुन सक्छ। अर्कोतर्फ अस्थिर ब्याज दर चाहिँ ब्याङ्कले आधार दर अपडेट गरेपछि परिवर्तन हुन्छ। मानौ तपाईले 1 करोड रुपैयाँ 5 वर्षको लागि 9% ब्याजमा ऋण लिनुभयो भने तपाईको ब्याज दर र मासिक किस्ता ब्याङ्क रेट अनुसार समय समयमा समायोजन हुन्छ। बेस रेट घट्दा ब्याज पनि घट्छ र बढ्दाखेरि चाहिँ ब्याज पनि बढ्छ। यस्तो ब्याज दर सुरुमा कम हुने भए पनि बेस रेट बढ्दा भने लाभ लिन सकिँदैन। यसरी हेर्दा अस्थिर ब्याज दर जोखिमयुक्त त हुन्छ, तर अस्थिर ब्याज दरबाट पनि लाभ चाहिँ लिन सकिन्छ।